नमस्कार। कता जान लाग्नु भएको हजुर? अब हामी यहाँ दिदीको गाउँमा आएको, आज चाहिँ टक्क लाएर कडुस खोज्न जाने भन्ने। ल कहाँ जान लाग्नु भएको? कडुस खोज्छौँ भनेर के त्यहाँ अलिअलि कडुस झरेर। ल आउनु तपाईँहरू पनि हामीसँगै जामै कडुस खोज्नलाई लाग्नु। लेकिन एक सेकंड के भन्न लाग्नु भएको हजुर? साथीहरू तपाईँहरू सहरमा हुनुहुन्छ, कडुस चिन्नुहुन्न होला कतिजनाले त। कडुस भनेको चाहिँ यस्तो काँडाभित्र हुन्छ अनि यसरी फोकेर निकाल्नुपर्छ। एकदमै धेरै कोप्छ, गाह्रो छ। मैले फाइनली एउटा कडुस चाहिँ भेटाएँ। ल हेर्नु है साथीहरू, कडुस एकदमै मिठो हुन्छ। यो चाहिँ हाम्रो स्वास्थ्यको लागि पनि एकदमै फाइदा हुन्छ, राम्रो हुन्छ। अर्ग्यानिक गाउँको फलफुलहरू यही त हो नि। ल यो चाहिँ म ढुङ्गाले खोज्छु है। हुन्छ, अब हामी यत्रोजना आँखा बाग्ने केही गर्नु सक्दैन हामीलाई। अच्छा कति धेरै कडी छ, हामी धेरै टाढो जानु नै परेन। रहेछ अब टक्क ढुङ्गाले उस गर्दै खोल्दै गर्नु पर्यो होइन दिदी? राम्रोसँग नै अब मलाई आएको कडुस चाहिँ नदेख्ने, बजारमा बसी बसी टाढामा हिँड्न नि डराउँछ। मलाई त पानी भइसक्यो, काम गर्ने बानी भइसक्यो। तिमीहरू अब जनावरको पकाउनु खाने बानी गर्नु सक्दैनौ। र साथीहरू हाम्रो भिडियो चाहिँ सबै हेरेर लाइक कमेन्ट गरिदिनु होला। अनि फाइनली यति धेरै कडुस भेटियो। अब चाहिँ म घर जान लाग्यो, दिदीको घरबाट पोखरा जान लाग्यो अब। अनि यो भिडियो मन पर्यो भने चाहिँ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु चाहिँ नबिर्सिनु होला। थ्याङ्क्स फर वाचिङ माई भिडियो। ल हेर्नु त पसिना कति धेरै आहा, कडुस टिप्न आउँदाखेरि गर्मी भयो। अब एक माना जस्तो चाहिँ बनाइसक्यौँ दुईजना भएर। साथीहरू तपाईँहरूले पछाडिको साउन्ड सुन्नुभयो, यहाँ किराहरू कराएको। गाउँमा यस्तै हो। यो चाहिँ कडुसको बुट्टा हो। माथि माथि यति धेरै फले के गर्ने साथीहरू, टिप्न सकिँदैन। अब भुइँ भुइँमा हेर्न पर्यो। भेटाउनु भयो त दिदी? भेटाएको खै देखाउनु त। ल 1 बजी हुन लागिसक्यो। ए ल टन्नै बनाउनु भएछ। ल हेर्नु है साथीहरू, कडुस टिप्न सजिलो होला भन्न थाल्नु भयो। ल हेर्नु त कस्तो कस्तो ठाउँमा गएर टिप्नुपर्छ। ल त्यता नजानु भयो है, त्यता नजानु। त्यहाँनिर रहेछ, त्यहाँनिर यसो उसाउनु, नभए नटिप्नु छोडिदिनु। ल हो रहेछ।